म चाहिँ अब निक्लेँ यो पानी आउँदैछ हो निक्लेको ल गए भरे आउँछु यस्तो पानी यता लाग्ने हो जस्ती बनाएको बाटो साइकलको मजा आउँछ
होइन म यहीँ साइडमा चाहिँ जान्थेँ हजुर जाने पानी आउँदैछ नि अनि अङ्कलले भन्दैछु भने त बिहान पो दियो त अङ्कलले मलाई अनि बिहान त अनि अङ्कललाई बिहान अङ्कल उयो यहाँ टिपे बिहान अनि बाहिरै पो राखेको थियो त्यो लु लगिदिनु यो लग्यो उतातिर बजारतिर भनेर हामी बिहानै काकीले उयो गरेर गाउँतिर गरे नि पलाएर मिठो हुन्छ नि बारीमा पलाएको पानी पनि झरा झरा आउनु नि पर्दैन नि बेलुका पनि निकै आउँछ नि अन्त बेलुका पानी भिज हजुर बेलुका 11 बजीदेखि परेको होला पानी होइन आन्टी खान्न म होइन म आएर खान्छु त नि आन्टी हिजो आज अलिक मोटा छ न म आएर चिया खान्छु खाँदिनँ हुनु त आज हतार छ नि त नि मैले अङ्कललाई म बेलुका जान्छु हो भनेको थिएँ नि त अङ्कललाई अङ्कलले भने मलाई हजुर दाँत दुखेर फेरि बोल्नु मनै लागेको छैन कि पलाएको कस्तो दुख्दो रहेछ अन्त त्यो पनि सुनेर अनि जोडै भाउजू त एकछिन गर्नु हुन्छ उसलाई नखरी लगाएको नसी लगाएको उसलाई हामीलाई पनि जल सबै जगाउनु जगाउनु जगाउँछ हामीलाई पनि त्यो खोर्सानीलाई पनि मजाले यस्तो हवा आउँछ हामीलाई बनाउँछौँ भनेको यहाँ बारीमा पलाएन अरे कम्ती पर्नु कोही किन माथि नभए त्यो संसारै हिँड्छ अब टी हिजो अङ्कलले आन्टी छ म त टी पिराको होला नि अहिले फोन गरेको अङ्कललाई मैले ए आन्टी छ आन्टी छ घरमुनि मान्छे काहीँ हिँड्नु पनि हुँदैन हौ हिँड्यो भने त सक्छु भयो के अरे खाना पाउँदैन घरमा भएको मान्छेले टाइम हिँड्यो भने लट्टे सबै खाना पाइँदैन नि घर बुढीले यसो बोल्ने गरेर खाना पाइन्छ बारीको संरक्षण घरको संरक्षण एकजना चाहिन्छ होइन त्यो माथि फुल रोपेकोतिर उम्रिन्छ कि अनि त्यही
मसिनो खालको टमाटर चाहिँ पुरा फलेको थियो होइन के छ यहाँ हजुर त्यही गरेर हेर न यस्तो छ माटै माटो